नमस्कार, म धरानबाट रमेश प्रसाई। मेरो भिडियो हेर्ने र लाइक शेयर गर्ने सबैप्रति हृदयदेखि नै आभारी छु। मलाई विश्वास छ मैले आज बोलेको विषय पनि विद्वान शुभचिन्तकहरूले बुझेर शेयर गर्नुहुनेछ र धेरैभन्दा धेरै शुभचिन्तकहरूसम्म पुर्याइदिनु हुनेछ। आज भाइरल ज्वरोले जर्जर भएको बेला पनि एउटा भाइरल विषयमा नबोली सुखै पाइन। प्रसङ्ग हो आदरणीय दाई पत्रकार रवि लामिछानेले कमरेड प्रचण्डको विषयमा गरेको टिप्पणीको। केहीले भनेछन् रमेश गणतन्त्र एफएममा काम गर्छ, त्यही भएर यो विषयमा बोल्दैन। गलत। मैले गणतन्त्र एफएममा गरेका अन्तर्वार्ताहरू हेर्नुहोला। म ती विद्वानहरूलाई भन्न चाहन्छु जहाँ मैले कम्युनिस्ट नेताहरूको अन्तर्वार्ता गरेको छु। म वामपन्थी विचारको अवश्य हुँ आस्थाले, तर कुनै झण्डाको गुलाम होइन। कमरेड प्रचण्डप्रति उच्च सम्मान पनि छ। आज अलिकति इतिहासका पानाहरूबाट सुरु गरौँ। इतिहासमा एकपल्ट रानी राजेन्द्र लक्ष्मीको विषयमा अलिकति नकारात्मक टिप्पणी गर्दा देवी बहादुर कुँवर चापाकोसीमा काटिए, मृत्युदण्ड पाए उनले। डोर बहादुर बिष्ट भन्ने इतिहासकार रातारात बेपत्ता पारिए। बिचराले भनेको केही थिएन। हाम्रा राजवंशहरू ठकुरी होइनन्, मगर हुन्, किनकि पृथ्वीनारायण शाहका 3 जना आमाहरू मगर छन्, त्यही भएर यिनीहरू ठकुरी होइनन्। अन्तर्जातीय विवाह त्यस युगमा सम्भव थिएन भनेर यति सानो टिप्पणी गर्दा डोर बहादुर बिष्ट भन्ने इतिहासकारलाई रातारात बेपत्ता पारियो। आज त हजारौं शहीदहरूको रगतले राजतन्त्र फालेर लोकतन्त्र ल्याइयो, संघीयता ल्याइयो, व्यवस्थामा अनेक परिवर्तन आयो। तर साह्रै दुर्भाग्यको कुरा चाहिँ के भने परिवर्तन ल्याउनेहरूकै चेतनामा परिवर्तन आएको रहेनछ। हिजो राजाको विरुद्ध नकारात्मक टिप्पणी गर्दा मारिने धम्की आउँथ्यो, आज नेताका विरुद्ध नकारात्मक टिप्पणी गर्दा मारिने धम्की आउन थाल्यो। प्रश्न यहाँ रवि लामिछानेको मात्र होइन, प्रश्न यो हो कि हामीले हाम्रा नेताहरूको विषयमा टिप्पणी र आलोचना गर्न पाउने कि नपाउने? कि त नेताहरू झण्डाधारीहरूकै मात्रै वीरता हुन् भनेर घोषणा गरिदिनु पर्यो? आम जनताको नेता हो भने नेताको विषयमा एउटा नागरिकले नागरिकको स्तरबाट बोल्दा परिवर्तनमा उसको योगदान खोज्नुपर्ने कारण के? परिवर्तनमा योगदान नभएको नागरिकले चाहिँ नेताको विषयमा बोल्न नपाउने? मेरा अत्यन्तै हितैषी मित्र खेमरण पैली, क्रान्तिकारी विद्यार्थी नेता कमरेडको टिप्पणीबाट सुरुवात गर्छु। आज केही स्ट्याटसहरू मैले नोट गरेको छु। खेम कमरेडले लेख्नु भएछ, परिवर्तनमा योगदान के? परिवर्तन देखिने खालको मात्रै आयो कि जनताको जीवनमा देखिने खालको आयो कि लेखिने खालको मात्रै आयो कानुनमा? त्यो इतिहासले समीक्षा गर्ला। तर त्योभन्दा जरुरी कुरा नि खेम कमरेड, अस्ति इन्जिनियरिङ कलेजमा हामी दुवैजना सँगै थियौँ। मैले तपाईँसँगै बसेर एउटै स्टेजमा भाषण गरेको थिएँ। तपाईँले त्यहाँ विद्यार्थी आन्दोलनका निकै ठुल्ठुला कुरा गर्नुभयो। तर त्यो इन्जिनियरिङ कलेजमा प्रयोगशालामा सामान नभएर बिचरा विद्यार्थीहरूको बिजोक रहेछ। एउटा पनि एक्सपेरिमेन्ट गर्न नपाउँदा रहेछन् राम्ररी। त्यो विषयमा चाहिँ गरौँ न विद्यार्थी राजनीति। अचम्म लाग्छ, अहिले केही नेताहरूको टिप्पणी सुनिएको छ, जिम्मेवार नेताहरूको टिप्पणी चाहिँ सुनिएन। केन्द्रीय तहका नेता कसैले पनि टिप्पणी गरेनन्। केही माथिबाट अलिकति नसुमसुम्याइएका कामरेडहरूले आफ्नो राजनैतिक भर्याङ चढ्ने स्टन्टको रूपमा यसलाई प्रयोग गरेको पाइयो, प्रचण्ड विरुद्ध गरेको टिप्पणीलाई। तर भ्रममा नपर्नु होला कामरेडहरू। यदि मैले आफ्नो नेताको समर्थनमा यति लेख्दैमा हाम्रो नेताबाट पुरस्कारै मिलिहाल्ला, मलाई राजनीतिको भर्याङमै शिखरमै पुगौँला भन्ने तपाईँले नसोचे हुन्छ। किनकि कमरेड प्रचण्डको हृदय असाध्यै ठुलो छ। उहाँले आफ्नो जीवन केही होइन भनेरै जनयुद्धको सुरुवात गरेको हो। उहाँले म मारिएर केही फरक पर्दैन भनेरै 10 वर्षे जनयुद्धको प्रारम्भ गरेको हो। त्यसकारण कमरेड प्रचण्डको हृदय अत्यन्तै विशाल छ र यस्तो तल्लो स्तरका तपाईँका टिप्पणीहरूको कुनै उचित मूल्याङ्कन हुनेवाला छैन। तर अचम्मको कुरा चाहिँ के भने त्यति बेला आफ्नो जीवनलाई केही पनि नसम्झिने, आफ्नो जीवनभन्दा देशलाई ठुलो ठान्ने कमरेड प्रचण्ड आज अचानक आफू मारिने योजना बनेको थाहा पाउँदैमा यति बिघ्न किन डराउनु भयो भनेर हामीले अलिकति घचघच्याउन पनि नपाउने? प्रचण्डको जीवन राष्ट्रका लागि बहुमूल्य छ, अमूल्य छ। तर एकचोटि मनको आँखा खोलेर हेर्नुहोस् त, एकचोटि एकान्तमा गएर सोचेर हेर्नुहोस् त। ती सिंह प्रसाद जो विप्लवको बमले मारिए अनि ती म्यादी प्रहरी जो विप्लवको बमले मारिए, तिनीहरू पनि त आफ्नो परिवारका लागि त संसारकै सबभन्दा अमूल्य मान्छे थिए नि, होइन र? अनि उनीहरूको जीवन चाहिँ खेलाची, नेताको जीवन चाहिँ जीवन, एउटा सिंहदरबारमा बस्ने र बाटोमा निबुवा बेच्नेको जीवन एउटै होइन र? अनि जनताको जीवन हरिदा चाहिँ विप्लव विरुद्ध टिप्पणी नगर्ने, आफ्नो जीवन हर्ने योजना बनाउँदा चाहिँ अचानक विप्लवमाथि किन प्रतिबन्ध लगाउने भनेर प्रश्न नगरेको हो रवि लामिछानेले? के गलत गरेको हो र? अरू पनि केही टिप्पणीहरू मैले नोट गरेको छु। आदरणीय, अत्यन्तै आदरणीय, पूजनीय, अत्यन्त आरती योग्य, यो त ईश्वरलाई हो क्या। अत्यन्तै आदरणीय कमरेड प्रचण्ड पुत्री रेणु दाहालले पागलपन भन्नुभएछ। व्यक्तिलाई होइन प्रवृत्तिलाई भनेर व्यक्तिलाई नै गाली दिएको छ
भनेर एकजना ज्वाला कमरेडले लेख्नु भएछ। उहाँको जवाफमा रेणु दाहालले पागलपन लेख्नु भएछ। प्रवृत्तिमाथि नै प्रश्न उठाएको। हिजो चाहिँ सामन्तहरूमा नातावाद कृपावाद बढी भयो भनेर सामन्तहरूको विरोध गरेर शस्त्र उठाउने, सारा जनतालाई सङ्गठित गर्ने प्रचण्डकै बुहारी आज किन मन्त्री, प्रचण्डकै छोरी आज किन मेयर, प्रचण्डकै ज्वाइँ किन पार्टीमा महत्त्वपूर्ण भूमिकामा भनेर हामीले प्रश्न गर्न नपाउने। अर्का एकजना मित्रले स्ट्याटस लेख्नु भएछ, यो पत्रकारिताको धर्म र मर्म विपरीत भयो रे। पत्रकारिताको धर्म र मर्म पत्रकारहरूलाई कुनै राजनीतिज्ञले सिकाइरहनु पर्दैन, किनकि यो मुलुकमा नेताहरूले जति आफ्नो धर्म र मर्म धरातल कसैले बिर्सेको छैन। यो देशमा बुर्जुवा शिक्षा भनेर हिजो शिक्षालाई गाली गर्नेहरूले सबभन्दा बढी निजी विद्यालयहरू खोलेका छन्। सबभन्दा बढी माफिया काण्डहरूमा नेताहरूकै परिवारका सदस्यहरूको संलग्नता पाइन्छ। अनि तपाईँले हामीलाई मर्म र धर्म सिकाइरहनु पर्छ र? म त भन्छु नेताहरूलाई ठगी मुद्दा लगाउन पाउनुपर्छ। यदि 5 वर्ष अगाडि चुनावी घोषणापत्रमा तपाईँको गाउँमा पुल बन्छ, तपाईँको सहरमा सडक बन्छ, तपाईँको बस्ती पुरै सिँगारिन्छ, रेल कुद्छ गुटुटु भनेर घोषणा गरेर 5 वर्षपछि माखो नमार्ने नेताहरूलाई ठगी मुद्दा लगाउनु पर्दैन? मेरो भोट ठगेर लिएको होइन तिनले। त्यसकारण राजनीतिज्ञले जति मर्म र धर्म यो देशमा कसैले तोडेको छैन, त्यसैले नै सायद यो देश उँभो लागेको छैन। अर्का एकजना मित्र वाइसिएलका महासचिव श्रीपालीले उहाँले टिप्पणी लेख्नु भएछ। श्रीपालीले टिप्पणी लेख्नु भएछ, बेवारी से लास बनाइदिने रे, रवि लामिछानेलाई बेवारी से लास बनाइदिने रे। अचम्म छ, तपाईँको पाखुरामा त्यत्रो शक्ति सामर्थ्य भएको भए त कमरेड प्रचण्डको हत्या गर्ने षड्यन्त्र, त्यो हत्या गर्ने योजना त विप्लवले बनाएको हो नि। तपाईँका पाखुरा त उतातिर सोचिनु पर्ने हो। बेवारी से लास बनाइदिने, एउटा मान्छेलाई बेवारी से लास बनाइदिनलाई लामखुट्टे हो र मान्छे? तपाईँलाई कुन कानुनले दिन्छ त्यो लाइसेन्स एउटा मान्छेलाई लास बनाइदिने? लोकतन्त्रको कुन चाहिँ प्रचलित कानुनले तपाईँलाई त्यस्तो अनुमति दिन्छ? हेलो सरकारमा आदरणीय दाई रवि लामिछानेप्रति 2-4 वटा उजुरी परेको कुरा थाहा पाएँ। सरकारले कारबाही गर्ने हो भने रवि लामिछानेलाई होइन, किनकि उहाँको भाषण मैले पटक पटक दोहोऱ्याएर सुनेको छु। त्यसमा कमरेड प्रचण्डप्रति कुनै प्रकारको गाली गलोच छैन, केवल प्रश्न मात्रै गरिएको छ। कारबाही गर्ने हो भने उहाँलाई कारबाही होइन, कारबाही ती गुण्डाहरूलाई दिनुपर्छ जसले उहाँको ज्यान लिने धम्की दिइरहेका छन्। ज्यान मार्ने धम्की दिन पाइन्छ एउटा मान्छेलाई कानुनी राज्यमा? अर्को एउटा स्ट्याटस लेख्नु भएछ कमरेड दीपशिखाले। कमरेड दीपशिखासँग मेरो असाध्यै राम्रो सम्बन्ध छ। उहाँलाई सम्झना छ कि छैन, तर मैले उहाँको अन्तर्वार्ता गरेको चाहिँ बिर्सेको छैन। ककटेल चढाउनु भयो कि क्या हो कमरेड तपाईँले कान्तिपुरको कुनै क्याफेमा गएर? के भनेको त्यस्तो तपाईँले? एउटा पत्रकारले एउटा राजनीतिज्ञको विषयमा कुनै पनि प्रकारको प्रश्न गर्दा पत्रकारलाई ज्यान मार्ने धम्की नै दिनुपर्ने अथवा कुकर्म नगरून् भनेर टिप्पणी नै गर्नुपर्ने? त्यस्तो कारण के छ? परिवर्तनमा आफ्नो तर्फबाट योगदान गर्ने हो। प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबैले योगदान गरेकै कारणले आएको हो यो परिवर्तन, कुनै एउटा व्यक्तिको मात्र योगदानले होइन। प्रत्येक जनताको यो परिवर्तनमा योगदान छ। ती गरिबहरूको योगदान छैन जसले छापामारहरूलाई त्यति बेला आफ्नो घरमा साई सेनाको बुट खाएर पनि सेल्टर दिएका थिए? ती छापामारहरूको योगदान छैन जो आज घाइते अपाङ्ग भएर जीवन बिताइरहेका छन्? अस्ति फेसबुक लाइभ गर्दै थिए केही साथीहरू, हामी अब आत्महत्या गर्न आत्मघाती बम पड्काउन बाध्य हुनेछौँ भनेर। ती छापामारहरूको योगदानले आएको होइन परिवर्तन? यसो भनेर मैले कमरेड प्रचण्डको योगदानको अवमूल्यन गरेको होइन। उच्च सम्मान छ उहाँप्रति। आज जति पनि राजनीतिक एजेन्डाहरू स्थापित भएका छन् त्यो उहाँकै अगुवाईमा स्थापित भएका हुन्, तर उहाँले यही प्रश्न गर्न पाउने, आलोचना गर्न पाउने अधिकारकै लागि लोकतन्त्र ल्याउनका लागि लडेको हो, आन्दोलन गरेको हो। त्यसो भए हामीले यो लोकतन्त्रको सदुपयोग गर्न नपाउने? अब यसो गरौँ कामरेडहरू, अब यो लोकतन्त्र भन्ने कुरा हाम्रो माटोलाई सायद नफाप्ने रहेछ क्या र? किनभने हामी प्रगतिशील भन्नेहरूले, आफूलाई वामपन्थी भन्नेहरूले त यति साना आलोचना सहन नसक्ने हो भने हामीलाई त लोकतन्त्र नफाप्ने हो भने अरूलाई कसरी फाप्छ लोकतन्त्र? अब यसो गरौँ, संविधान संशोधन गरौँ। जसरी धर्मशास्त्रहरू लेखिएको छ, रामायण महाभारत स्कन्द पुराण मार्कण्डेय पुराण लेखिएको छ, त्यसरी नै अब केपी शास्त्र प्रचण्ड शास्त्र लेखौँ। अनि त्यहाँ लेखौँ कि यी नेताहरूको आलोचना गर्दा के हुन्छ, कस्तो कस्तो दण्ड पाइन्छ। म त भन्छु मुलुकी ऐनमै एउटा दफा थपौँ, राजद्रोह देशद्रोह जस्तै नेताद्रोह भन्ने एउटा दफा थपौँ। नेताको विषयमा नकारात्मक टिप्पणी गर्ने जतिलाई जेलमा जाक्ने व्यवस्था गरौँ। यो व्यवस्था गरौँ कि अब नेताका काम जस्ता भए पनि, नेताको टाउको आफ्नो, नेताका खुट्टाहरू आफ्नो शिरमा परे पनि त्यसलाई सहन सक्नुपर्छ जनताले। किनभने नागरिक भनेको सहनकै निम्ति हो, आलोचना गर्नका निम्ति होइन।
भनेर नेताद्रोह सम्बन्धी कानुनको व्यवस्था गरेर नेताको आलोचना गर्नेलाई दण्डको व्यवस्था गरौँ। भोलिदेखि हामी कोही पनि बोल्दैनौँ कामरेड। तपाईहरू बोलिरहनु होला, तपाईहरूले जतिसुकै गलत गरे पनि हामी तपाईहरूको जयगान गाइरहँला। यहाँलाई मन परेको छ भने सेयर गर्नु।